हाम्रा गाई सर चाहिँ काँक्रो काट्दै हुनुहुन्छ एकदम मजाको साथ। आज हामीलाई काँक्रो खाने निम्तो छ अनि हामी यहाँ मस्त काँक्रो खान लागिरहेका छौँ। यो चाहिँ सबै मेरो है, फेरि उहाँले लिइसक्नुभयो यो चाहिँ मेरो हो भन्नु चाहिँ पाइँदैन, अरू आउँदै हुनुहुन्छ। मस्त स्वाद मारिसक्नु भयो, यहाँ मेरो जिब्रोबाट पानी आइसक्यो। फेरि चिनी हालेर रोप्या थियो खाँदैन गुलियो खाने तरिका हेर्नुहोस्, फेरि गजब छ क्या खाने तरिका। नखाने मान्छेलाई नि खाउ बनाइदिनुहुन्छ नि, त्यस्तो गजब छ। ल अन्त यहाँ काँक्रा खाने मान्छे फेरि यहाँ थपिसक्नु भएको अवस्था। काँक्रा चाहिँ सकिसक्यो, मेरो काँक्रा सबै खाइसक्यो। ल हेर्नु त यहाँ ल थपेर काँक्रा खाने मान्छे थपेर मेरो काँक्रा सकिन लागिसक्यो। ल हेर्नु यहाँ मैले खाने चिज सकिने नि त होइन त। मैले नुन खोर्सानी मात्रै बोकेर यहाँ के गरे तपाईँले उहाँ काँक्रा नखाने अरे कि त्यही भएर नुन खोर्सानी मात्रै लानु। तपाईँ गर्न खोजे क्या खै त काँक्रा कस्तो रहेछ गुरु भन्नुहोस् त ल। गजब गजब सर गजब। हो यहाँ हाम्रो छोरा नि छ सर, बहुत बढिया एन्टाकुर बेटा। भाइ म काँक्रा काट्दैछु। हाम्रो यहाँ बाबुना छोरा चाहिँ एकदम काँक्रा काट्नु त्यस्तो हुन्छ। मिठो मिठो छ, स्वादिलो छ। सरको घरमा मुरा कम पर्नु भयो। एकदम मिठो छ, मिठो नुन छ भनौँ छिटो चाहिँ हाम्रो सकिन्छ। यहाँ छिटो खाएन भने त साथीहरूले रित्ताइहाल्छ नि, छिटो छिटो खानुपर्छ। आफू त काँचै टिका खाने हो, सर लिने हो। नचलाउनु क्या न, चला हाल्नु टुक्रियाउनु। काँक्रा नखाने भने सरलाई अल्सर भएको छ नि। अल्सर